हेलो एभ्रिवान, सो वन्स अगेन ब्याक टु सब स्क्रिन आइसकेका छौँ बुढाबुढी दुवैजना 11 भाइन्सको सिआइडी नेपाली सिआइडी प्यारोडी एपिसोड 2 लिएर आइसकेका छौँ। म पुष्प पुरासैनी, म सबिना ढुङ्गाना। अनि हजुरलाई हाम्रो भिडियोहरू कस्तो लागिरहेछ प्रतिक्रिया दिन नबिर्सिनुहोस्। लाइक सेयर एन्ड सब्सक्राइब त हजुरले गरि नै हाल्नुहुन्छ, हामीहरूलाई नि विश्वास छ। अब हामी चाहिँ भिडियो हतार नगरिकन भिडियो स्टार्ट गर्न जाँदैछौँ। हतार नगरिकन हतार गरेर स्टार्ट गर्न गइरहेका छौँ बुढी। सो यो भन्दै हामी भिडियो सुरु गर्न गइरहेका छौँ। लेट्स गेट स्टार्टेड विथ द भिडियो। हामी सिआइडी अपराधको विरुद्धमा चलाउँछौँ खुकुरीदेखि गोलीसम्म, माइक साइनादेखि होलीसम्म। के भने सर एपिसोड 2 मा त इन्ट्रो मिल्नु पर्यो नि कमसेकम यार। ल तँलाई देखाउने होला तेरो। हामी नेपाली सिआइडी जनताको लागि खटिन्छौँ दिनदेखि रात, तर हामीलाई चाहिन्छ मासु र भात। के बोले भाइ? यस्तो भाइ हामी के पाउँछौँ त? गाउँमा त दही दिन्छ, दही कहाँ हो दही? कहाँ नर्मल हुन्छ सर, हुन्छ त ढोका फुटाएर हेर्नु सर, मैले ढोका फुटाइदिएँ है कति बल्ने है दया ढोका फुटाइ तर आफ्नै अफिसको फुटाइस् क्या This video is welcome. सुन्नुहोस् न, प्रिन्सिपल सरलाई फोन गरेको, सुरुको त्यो दिउँसै छुट्टी भइसक्यो अरे। सबै रिलेटिभ्सहरूलाई पनि कल गरेको, कहाँ गयो होला त? कहाँ जान्छ? हाम्रो राजा छोरा यतैतिर होला नि, साथीभाइको मुख गएको होला। किन टेन्सन लिन्छौ तिमी? हाम्रो कुर्सी चाहिँ अफोर्ड गर्नु। के तपाईँले काचिङ भएको मुखालमा चिरमा चाहिँ खुट्टा हल्लाउँदै बसेको हुन्छ। हेलो, तेरो छोरो मेरो कब्जामा छ। साला कति चाहियो तँलाई? धेरै के माग्नु? 25 जहाँ 25,000 को लागि मेरो छोरा किडन्याप गर्छस्? 25 करोड साले। अनि सुन, कसैलाई खबर गर्ने हुन्छ। हेलो, मलाई मेरो छोरा जसरी पनि चाहिन्छ, दिनुहोस् न त 25 करोड। अरे के कुरा गरेको तिमीले? अनि के गर्ने त? कसरी बोल्नु मेरो छोरालाई? हेलो, सिआइडी इन्ट्रेस्टिङ के सर? के छ भनेपछि युआर बिजनेसम्यान, 100 करोडको सम्पत्ति छ र किडन्यापरले 25 करोड माग्छ। कुरा यही त भयो के, यो के सबै नपढाऊ, पैसा दिनुहोस् के। किडन्यापरले हाम्रो छोरालाई के गरिदिइहाल्यो भने? अनि के कुरा गरे तिमीले? त्यही त 25 करोड टिकटकर बन्छु भन्यो भने त 25 करोड त वेस्टै गयो नि। मलाई थाहा भएन, मलाई मेरो राजा फिर्ता चाहियो। हेर्नुहोस्, राजा तपाईँको मात्रै होइन, राजा हामी सबैको, इनफ्याक्ट राजा यो पुरै देशको। तर राजा फिर्ता आएपछि के गर्ने भन्नु? मेरो छोराको नाम हो राजा। एक्ज्याक्टली। भनेपछि तपाईँको परिवारमा 3जना सदस्य हुनुहुन्छ, एउटा छोरा, एउटा बिजनेसम्यान बुढा र एउटा राम्रै बुढी। तिमीलाई के लाग्छ अभिजित? राम्री भन्दा नि म त विश्व सुन्दरी भन्न चाहन्छु। के भनेको मैले? सरी सर। तारिफ गर्न आएछ साथीहरू। तिनी बुढाको अगाडि त्यही पनि यिनीहरू पैसा बिजनेसम्यान भनेर यता किडन्यापको कुनै मतलब छैन। एनी हो पैसा कमाऊ। अब हामी त्यो किडन्यापरको पत्ता लगाउँछौँ। तपाईँले भनेअनुसार उसको स्कुल, उसको मामा घर, ऊ लास्ट टाइम जता जता गएको थियो त्यहाँ गएर हामी छानबिन गर्छौँ र त्यहाँबाट सबुत निकाल्ने कोसिस गर्छौँ। र त्योभन्दा अगाडि तपाईँ नम्बर दिन सक्नुहुन्छ? मेरो के किडन्यापरको? किडन्यापरको होइन, दुईले दिनु। यो नम्बर लगाएर सालिङ देऊ र यो नम्बरको एक डिटेल निकालेर यसको लोकेसन ट्र्याक गर्नु। हामी अब त्यो बच्चा लास्ट टाइम कता कता गएको थियो एक डिटेल निकाल्छौँ र त्यसपछि आएर अनि गर्दो रहेछ। अब मेरो पनि एउटा इम्पोर्टेन्ट बिजनेस मिटिङ छ, म चाहिँ अब निस्किन्छु। घर तलासी फर्स्टमा गर्नुपर्छ नि सर, यस्तो च्वाक छ। घर भने नि सर, पहिला त्यो लोकेसनमा गएर खोज अनि पछि नि गर्नु।
आइडी यो पनि त्यही वाला टेस्ट होला के फोन नम्बरको विनिमय भएर काम गरेर त गएँ सर मैले घर तलासी गर्दाखेरि फोटो भेटाएको छ उहाँलाई सजिलो भयो। अनि अरू केही अरू त त्यस्तो खासै केही भेटाएन नि। त्यो हातमा के छ होला पैसा त्यति हो यो खेलाउन बाइक बच्चाको तिमीले त्यत्रो अप्सन भएर तिमी एउटा बाइक खेलाउन दिनु छोड्छौ कहाँ छ हेर्नुपर्छ नि यो फोटो हेर त सेक्सी रहेछ त साइकल बच्चा हेर न कहाँ आमा हेर्छ अनि त्यो साँच्ची त्यो नम्बर हेर्दै त्यो नम्बर के रहेछ ए मैले त काम सुरु गरिसकेँ यो सिन चाहिँ अहिले अलिक नेटवर्क नभएको ठाउँमा रहेछ बस त्यसैले हामीले ट्र्याकिङ गर्न पार्छौँ र मलाई जहाँसम्म लाग्छ नि त्यो बच्चालाई आफ्नो कोही आफन्तले किडन्याप गरेको हुनुपर्छ अब यता ट्र्याकिङ कामहरू त भइरहेको हुन्छ तपाईँहरू एकचोटि एक्चुअल लोकेसनमा जानु न त्यहाँ केही पत्ता लगाउँछ तिमीले मैले भनेको काम गरेको त गएर सर भएर चाहिँ तिमीले सिआइडी हेरेकै रहेछ भन्ने कुरा यसरी थाहा हुन्छ है ए होइन क्यारे यो त एभिडेन्सहरू सबै हेर्थेँ म अब लिँदाउँछ होला के हो अल्छी लाग्यो बाटो हेरी नै बच्चाहरूले के हेर्छन् यार के हेरी गरे प्रसन्न लामाको भिडियो बरु कार्टुन हेर भोला आएको छैन भयो चोचो लिएर दिउँ नखाने के अन्त पिज्जा हामीले अहिलेसम्म पिज्जा खानु पाएन पिज्जा जुत्ता चोचो हेलो हजुर बेबी 25 करोड त जसरी पनि हात लगाइहाल्छ नि बेबी त्यसको टेन्सन छैन अनि सुन्नु त यहाँ टावर छैन मेसेन्जरमै कल गर्दा सिममा बुढोको बाइक अरू बसेर कल गर्दा किनकि मैले त्यस्तै भनेको छु लेट्स सी के हुन्छ गम्भीर छ साथीहरू ढल्लो त छ यस्तो होइन के यस्तो छोराहरूको 2 दिन भइसक्यो के चिन्ता छ तिमीलाई कहाँ होला कसो होला के गर्दै होला आजकल झन् किडन्यापरहरूले बच्चाहरूको पिपी मुटुहरू बेच्छन् न्युजतिर सुनेको छैन पैसा दिएर भइहाल्यो खुरुखुरु मेरो बच्चालाई के भयो भने तिमीलाई म जाने 25 करोड 25 करोड not a big deal अब यता एक्सक्युज मी म्याम के म भित्र जान सक्छु मेरो पिरियड भइरहेछ ओहो म्याम टेन्सन नगर्नुहोस् तापनि खानुहोस् न केही परिहाल्यो भने म छँदैछु सटअप मैले मेरो क्लास भनेको किन को हो र तपाईँ एक्चुअली म्याम वी आर फ्रम सिआइडी तपाईँको क्लासबाट यो बच्चा किडन्याप भएको रहेछ त्यसैले हामी तिनीहरू यहाँ इन्भेस्टिगेसन गर्न आएको एन्ड वी आर भेरी सिरियस होइन त केटा हो केटा हो किन बसेर तिमीहरू त्यहाँ यहाँ आउँछ के भन्छ के हो के हो स्वाग्निस हुँदो रहेछ हाम्रो पनि एलकेजीमा भर्ना गर न लौ के बोले अभिजित यार यो युकेजी हो केटा हो त्यो क्लास 1 पढ्न आउँदैन हेर राम्रोसित क्लास 1 मा चाहिँ भर्ना गर्न पायो भने चाहिँ बच्चा अरे तपाईँको सुरुमा 12 पास गर्न आइसक्यो यत्रो बुढो भएर नि केसतिर ध्यान दिनु न सक्नु त त्यही भने ठिक छ तपाईँको क्लासबाट बच्चा किड्न्याप भएको रहेछ तपाईँलाई यो स्कुल कुनै टिचरमाथि शङ्का छ कोही छैन ए भनेपछि यहाँको सबै टिचरहरू राम्रो हुनुहुन्छ हैन हैन स्कुलमा चाहिँ कोही छैनन् भनेको के सबजना टिचरहरू आन्दोलनमा जानु भएको छ हेलो हजुर सर ए हस् म आइहालेँ हस् चुप 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 हामी फेरि आउँछ टेन्सन भयो आइपुग्नु तपाईँहरू मैले तपाईँहरूलाई किन बोलाएको भन्दाखेरि चाहिँ मलाई एकजना माथि शङ्का छ को माथि मेरो सालो सालो अस्ति मेरो बुढी छेउमा थियो र मैले तपाईँहरूलाई भनिनँ
मेरो सानो चाहिँ अलिक डन सो भएको छ उसले मेरो सम्पत्ति देखेर मेरो बच्चालाई किडन्याप गरेर हुन्छ म तपाईँहरूले एउटा लोकेसन दिन्छु त्यहाँ गएर छानबिन गर्नुहोस् के पत्ता लाग्न सक्छ तपाईँहरूले लोकेसन भन्नुहोस् त नयाँ बस्ती 4 नम्बर चोकबाट लेफ्टको घर ठिक छ हामी त्यो ठाउँमा गएर इन्भेस्टिगेसन गर्छौँ तपाईँको बच्चा पत्ता लगाउँछ कस्तो खालको रियाक्सन हो बुढो नयाँ बस्ती उनीहरूको घर होइन बाहिरबाट देखिन्छ भित्रबाट जय नेपाल स्वागत छ है हजुरहरूलाई डन भनेको पोलिटिसियन रहेछ रहेछ पोलिटिसियनले डन हुन्छ नेपालमा अनि कति काम ल्याउनु भयो होला हामी एउटा केस लिएर आएको थियौँ सायद तपाईँको छोरीको छोरा एकछिन त्योभन्दा अगाडि यो आउने मङ्सिर 4 को चुनावमा चाहिँ मलाई भोट हालेर जिताउनु होला हेर्नुहोस् हामी अहिलेको एजुकेटेड यङ जेनेरेसन हो हामी जो पाइला यसै भोट दिँदैनौँ हाम्रो भोट तपाईँले कमाउनु पर्ने हुन्छ हाम्रो भोट पाउनुलाई तपाईँ दक्ष हुनुपर्छ जनताको लागि काम गरेको हुनुपर्छ र एकदम एजुकेटेड हुनुपर्छ मसँग चाहिँ अहिले यही 3000 रहेछ भोट केमा टोपीमा भोट केमा टोपीमा नेपालीको फिक्स हेलो हेलो सर रङ हाउस ए रङ हाउस पछि केटा हामी निस्किनु पर्ने होस् आजकल चाहिँ हामी खाना खाएर जानु न होइन हाम्रो के हतार छ होइन के हो र तरकारी मासु होइन हामी अलिकति हतार छ एउटा सिरियस केस छ क्या त्यही भएर अहिले हामी जान्छौँ हामी पछि अवश्य आउँछौँ त्यो रङ घर हुन्छ चाहिँ घर चाहिँ पनि यस्तो भोक लागिरहेको थियो सर मासु नखाने 1 महिना भइसक्यो चुप लाएर त्यत्रो 1000 रुपियाँ दिएको छैन अब खाना खाने अलि तिम्रो त्यो मलाई दही गर्न मलाई भने कि सर 1000 रुपियाँ त दिएन 1000 रुपियाँ दिएन यसैलाई भोट हाल्नु र भन्छ यत्र हामी यस्तो चोर नेतालाई पैसा दिँदा भन्दिने तर भोट चाहिँ राम्रो नेतालाई हाल्ने हो क्या ठिक कुरा फाइदा पनि त हामीलाई ठिक कुरा भन्नुहोस् तर यसले यत्रो ठुलो घर चाहिँ बनाएको कसरी सर ए तेरिको अबेजी तिमीले एउटा कहानी सुनेको छैन सुन एकचोटि अमेरिकन पोलिटिसियन र नेपाली पोलिटिसियनको भेट गर्छ अनि अमेरिकन पोलिटिसियनले चाहिँ घर देखाउनु भने नेपाली पोलिटिसियनले उसको घर लिएर गएछ नेपाली पोलिटिसियन छक्क ओहो यत्रो घर कसरी छक्क पुरै सेक्युरिटी बङ्गलो तपाईँले यत्रो घर कसरी बनाउनु भनेर सोद्धाखेरि चाहिँ अमेरिकन पोलिटिसियनले भनेछ ऊ त्यो परको पुलदेखि भनेछ त्यो पुलको 10% चाहिँ मैले खाएको भन्छ अनि सेम कुरा यता भयो नेपाली पोलिटिसियन घर अमेरिकन पोलिटिसियन आयो ऊ आएर गरेर ऊ झन् चकी उसको भन्दा खतरा गर्छ ए कमाउन सामान घेरेको सेक्युरिटी त्यस्तै टाइट उसले सोधेछ मेरो घर त यस्तो छ तपाईँको मेरो भन्दा दामी छ तपाईँले त्यो घर कसरी गर्नुभयो त नेपाली पोलिटिसियन भन्छ ऊ त्यो पर एउटा पुल देखिरहनु भएको छ अनि अमेरिकन पोलिटिसियन भन्छ खै त पुल बुझ्नु नि सर के भन्नुभएको अलि हो नेपाली जनताले यसरी नबुझेको दुःख पायो क्या हेलो ए हजुर तपाईहरु कहाँ नयाँ बस्ती भनेको नयाँ बाडी पुग्नु भएछ ए नयाँ बस्ती भन्नुभएको हामी नयाँ बाडी आइपुगेछौँ ए हस् हस् ल हस् त्यहाँ हामी त्यही जान्छौँ त्यही सर योपालि अब म पुऱ्याउँछु त्यही ढेल जानु न कुरो मैले भन्नु थाहा होइन त्यो सालको घर भनेपछि सर पक्कै पनि यो जो साल भने त्यो डन यही हो क्या मरेको हो कि क्या एकचोटि हेरौँ यस्तो हट्टाकट्टा मान्छे केटा मान्छेलाई गाह्रो छ केटा मान्छे केटी मान्छे हौ अब केटी मान्छे भए पनि जे होइन हट्टाकट्टा हुनुहुन्थ्यो कलिले हुनुहुन्थ्यो हट्टाकट्टा कहाँ हट्टाकट्टा हुनुहुन्थ्यो मेरो हजुरआमा 90 वर्षको होइन अब ठिकै छ अब आत्माले शान्ति पाओस् जय होस् हामी चाहिँ निस्किनु पर्ला है निस्किनु पसल खाएर जानु न त अब खाना त हुन्थ्यो अलिकति हतार छ क्या त्यही भएर हामीलाई अलिकति टाइमै छैन अलिक चाँडो पछि ल्याइदिया मन्दिर माटामा तपाईले जहाँ गरे मेरो चाहिँ हेरिहाल्नुहोस् है अब अलिअलि इन्टरटेनमेन्ट चाहियो नि लेफ्ट भने कुन हो त लेफ्ट यो होइन लेफ्ट भने तैँले हाते गुद हुन्छ अँ यो हाते भाषा हुन्छ त्यही भएर पो बुद्धि नआएको रहेछ राइट यता भनेपछि त लेफ्ट मजा आइदियो यार
एक घन्टे रट्टा मार न अभिजित त बच्चा किडन्याप गर्ने होइन त के कुरा गरेँ मैले किताब त गरेँ होइन अनि किन लाग्यो त मैले केटी भगाएर ल्याएको थिएँ त्यही भएर अनि के भयो त भगाएर सर इन्टरकास्ट थियो त्यही भएर तपाईँहरू मेरो बुढीको दाजुभाइ जस्तो लाग्यो त्यही भएर होइन हामी सिआइडीबाट हो तेरो दिदीको छोरा किडन्याप भएको छ हो र सर ल मलाई त केही पनि थाहा नै थिएन ल ठिक छ केही कुरा थाहा पनि बित्तिकै चाहिँ हामीलाई खबर गरिहाल्ने यो केस एकदम सिरियस छ नचिन्नु नजान्नु हरे चाक्दो नि अरे यार यसको काखीको न हो यो त चिर परिचित गन्ध गाजा सर सर म निकालिहाल्छु एकछिन सर परिचित गन्ध त यस्तो भर्खरको मान्छे भर बिहारे मान्छे यसो जिम्मेवार भन्ने कुरा हुँदैन यस्तो गाना खाँदै हिँड्नुहुन्छ तपाईँबाट सानो सानो बच्चाहरूले के सिक्छन् गानाले कति असर गर्छ शरीरमा कति असर गर्छ तपाईँलाई थाहा छ बाहिर यो माझी कहाँको मैले दिएको सर अब ड्युटी सिट हुने यस्तो केटा हो आज 3 जना माल हान्नुपर्छ सर हामी त भन्यो स्यालेरी आएको छैन मिनिमम 5,000 त चाहिहाल्यो मैले यो माल भने शेयर मार्केट ये हेरेर बसाइ तिम्रो जहिले पनि अब म तिमीलाई 2 दिनको टाइम दिन्छु 2 दिन भित्रमा मेरो बच्चा आयो भने आयो आएन भने म तिमीलाई डिभोर्स दिन्छु मलाई मेरो बच्चाको माया हो मलाई तिम्रो केही अवस्था छैन यदि मेरो बच्चा नै छैन भने म तिमीसँग बोल्न सक्दिनँ त्यहाँदेखि 10 चोटि मुतिसकिस् मुतली खानी अघि बाहेक काम छैन तेरो साला बाउ पनि उस्तै ऊ पनि उस्तै लाइस मुत हेलो बेबी सुन सम उ गरोस् त नि ल भाइ आदैन खलिकन अङ्कल हात खोल्नु न म सुसु गर्छु प्यान्टमा मुत सुन हामीले यो के ठाउँमा गएर हेरिसक्यौँ सबुत कतिवटा पनि पाएन सालुङ्गे हजुर तिमी के कुरा पत्ता लाग्यो पत्ता लाग्नु बस के कुरा त्यो हायर ग्राउन्डमा ज्योति मरेको कन्सर्न हुँदैछ अहिले मैले केसको बारेमा भनेको त्यो सिङ्गु के भयो ज्योति मरेको कन्सर्नको बारेमा भन्छु बस यहाँ हेर्ने त्यो मान्छे पक्कै पनि कुनै खण्ड जस्तो ठाउँमा हुनुपर्छ त्यहाँ नेटवर्क आएकै छैन जब यो मान्छे नेटवर्कबाट आउँछ नि हामी त्यतिखेर ट्र्याक गर्न सक्छौँ त्यो बच्चा पक्कै पनि त्यही ठाउँमा किन भएर बसेको हुनुपर्छ अन्त म तिमीले त्यहाँ सिसिटिभी क्यामेरा चेक गरेर भनेको थिएँ नि आयो के हेऱ्यो पत्ता लाग्यो कि मेरो सर एकचोटि यो फोटेज हेर्नु त मैले यसको सङ्गीत हेरेर बिहा तिमीले सिसिटिभी कता कता राखिदियो मैले लिभिङ रुममा बेडरुममा अनि टोयलेटमा मलाई भाषामा पठाइदियो हजुर के बोलेको दया पहिला मलाई पठाइदिनु ल नै सालुङ्गे यहाँ केही न केही त गडबड छ त्यो केटी हरेकचोटि फोनमा कहिले रोमान्टिक गरेर बोलिरहेको छ कहिले एकदम झर्केर बोलिरहेको छ आफ्नो छोरो हराएको छ यस्तो बनाउनु पर्ने हो केही न केही त गडबड छ यहाँ सर हेर्नु क्या हो सर यो नेबरको लोकेसन हो यो त पक्कै पनि कति है लोकेसन कति है यो त जाउला त्यो जुको अगाडि देखेर छ सर अभिजित यसो गाडी निकाल गाडी सर अलिक पछाडि जानु कस्तो खोज्छु मोबाइल हो क्या मोबाइल मेरो टुकिङ मोबाइल हो टुक्टुको मोबाइल यत्रो ठुलो हुन्छ के भयो बेबे यहाँ बस्छ न आफ्नो रिसलाई शान्त गर पहिला साला लोही बुढोले 25 करोड पनि दिएन
साला लोइ बुढो कल त गरे हो मान्दैन त के गर्ने चाहिँ के डिभोर्स डिभोर्स गरेपछि 50% सम्पत्ति हाम्रो हुन्छ भनेपछि 50 करोड अनि त्यो बच्चा पैसा पाउने बित्तिकै हामी त्यो बच्चा लगेर त्यहीँ छोडिदिनु यसपछि त हामी अन्तै गरेर छुट्टै संसार बनाएर बस्ने होइन त बेबे आई लभ यु टु भेन्चोद केडा हो एसबी प्रद्युम्नले यो केस पत्ता लगाइसक्यो बुझ्यौ केडा हो 50 केडा हो? करोडमा अब अरे कस्तो कुरा नबुझे बाँदर हो क्या त्यो त तिमी हो बाँदर हो क्या बाँदर होइन भने यो हो भने होइन भने हो भने होइन भने हो भने केडा हो, के हो सर हेर्नु न अघिदेखि यसलाई मैले यो बाँदर हो भन्दा चाहिँ होइन भन्दा सर भालु हो के सर भालु यतापट्टि छ क्या भालो ठिक छ म गएर आएँ त्यसपछि पहिला चाहिँ हामी यहाँ केस गर्नु न यार केस के भइरहेछ हाम्रो केस त एसबी प्रद्युम्नले सल्भ गरिसक्यो किडन्यापर को हो मैले पत्ता लगाइसकेँ हो सर त्यसो भए त बुढा गएर भनिहाल्नु न एकछिन तिमीलाई सरकारी तलब कति दिएको छ 20,000 तिमीलाई अझै मलाई 25,000 मेरो 30 छ अनि ऋण कति छ तिम्रो अझै सबै जोडेर 30 लाख जति होला सर अनि तिम्रो चाहिँ मेरो त्यही 40-50 मेरो 80 छ भनेपछि 5 आई लभ यु टु 5 करोड त्यति त हामी दिन सक्दैनौँ ठिक छ त्यसो यो भिडियो म तपाईँको बुढालाई पठाइदिन्छु अनि के हुन्छ आफै विचार गर्नु होइन के कुरा गर्नुभएको छ दिन्छौँ पैसा आउने बित्तिकै तपाईँलाई 5 करोड दिइहाल्छौँ ओके केटा यसको सबै CID ले दिन्छ केही छैन 45 करोड त छ नि हामीसँग चिन्ता नगर न म त्यो बच्चासँग हुन्छु तिमी के हुन्छ मलाई कल गर भन्नु है त्यसपछि 50% सम्पत्ति मेरो के भयो सक्यो सबै सम्पत्ति सक्यो कसरी तिमीलाई थाहा छ त बुढी चाइना र युएसएको इम्पोर्ट एक्सपोर्टको बिजनेस थियो भनेर तिमीलाई जब डोनाल्ड ट्रम्प आयो 245% को टेरिफ लगाएपछि मेरो कम्पनी पुरै बन्द भयो एउटा पनि सामान यता र उता छैन जोसँग लोन लिएर मैले काम गरेको थिएँ उनीहरू पनि मेरो विरुद्धमा गएको छ सक्यो बुढी सक्यो सबै सक्यो यो पुलिसले तपाईँलाई समाउन आएको हो होइन तिमीलाई समाउन आएको हो बुढी कसरी मैले सबै लिएको लोन जति तिम्रो नाममा थियो सरी बुढी मेरो यसमा के दोष छ तेरो अन्यायले गर्दा म चाहिँ जानुपर्ने यसो मेरो के गल्ती नै छैन सरी बुढी के गरेँ बुढी अंकल क्या जाने तैँले तेरो आमाको दुध खाएको मैले पनि तेरै आमाको दुध खाएको ल हाम्रो पनि अब खुसीको दिन आएछन् केटा हो अब 5 करोड पाउने भइहाल्यो म 2 करोड राख्छु तिमीहरू डिलिट गरेर राख के कुरा गर्ने हामी तिनीजना अगाडिबाट छौँ नि हाम्रो त आधी आधी चाहिन्छ कहाँ जोड गर्नु हामी चाहिन्छ ल ठिक छ आज पनि लिउँ ल अब टक्क रिङ सकाएर अनि ट्याक्क एउटा बुलेट हान्नु पर्ला म पनि एउटा हिरो हान्छु म त हिँड्ने नि हान्छु अरे अभिजित यार मैले हिरोको एक्सपोज भनेको तिमीहरू खुरापाती गफ छोड्यो अब बुढीले हाम्रो पैसा जसरी दिइहाल्छ अब बुढोलाई गरेर चाहिँ तेरो पैसा हामी पत्ता लगाउन सकेनौँ त्यो केस हामी सक्दैनौँ भने छोडिदिउँ अनि हामी के कुरा त छौँ नि त घर त्यसो गरौँ What? छोरो आयो घरमा सँगसँगै आइदिएर
राजा आउँछ र धन्यवाद सेडी तपाईँहरूलाई मेरो बच्चा फिर्ता ल्याइदिनु भएको कसरी तपाईँहरूलाई धन्यवाद दिन सक्छु मेरो हराएको बच्चा तपाईँहरूले फिर्ता ल्याइदिनु धेरै आभारी छु म तपाईँहरूको प्रति मिसन सक्सेसफुल भयो अनि साँच्ची हजुरको मिसेस पनि देखेन हेर्नु सब मेरो त कम्पनी पनि लस भयो भएको सम्पत्ति सबै सकियो भर्खर बुढीलाई पनि पुलिसले लिएर गयो तपाईँहरूले के दिन्छ तपाईँहरूले ठुलो गुण गर्नुभएको छ मलाई अब हामीलाई त के हामीलाई त सरकारले दिएकै छ हामी त देशको सेवा गर्न सक्छ हामी हुन्छ है पहिले त्यसो नभन्नुहोस् मसँग यी 5,000 छ 5 करोड 5,000 झर्दैन अनि सो कस्तो लाग्यो बढी तिमीलाई सिआइडी को प्यारोडी पार्ट 2 रमाइलो लाग्यो हेर्दा एकदमै इन्टरटेनमेन्ट इन्टरटेनमेन्टै भएको जस्तो लाग्यो तिमीलाई होइन एक मासले हेरेबाट तर रमाइलो लाग्यो हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला उहाँहरूको भिडियो राम्रो नै हुन्छ जस्ट हामीले चाहिँ रियाक्ट गरेको हो है अगाडि फेसमा ल्याएर जस हामीलाई मनपर्छ भन्दै थियो भन्नु न अब हजुरको सो यो भन्दै आजको लागि यति नै अर्को दिन अर्को भिडियो लिएर आउने नै छौँ त्यतिन्जेल गाइस लाइक शेयर सब्स्क्राइब गरेर कस्तो खालको भिडियोहरू हेर्न हजुरलाई मन लागेको छ त्यस्तै भन्नुहोस् हामी भन्छौँ थ्याङ्क यू बाई हामी त्यही अनुसारले भिडियो बनाउने छौँ सो त्यसको लागि प्रतीक्षा गर्नु होला टाटा बाई बाई